होइन यता पर भर्यो भने छ नि यता नजाउँ है यता आउनुहोस् भने मन धेरै भएन पहिला त्यो आएदेखि त्यति धेरै मान्छे हुँदैन हैन नाना खोइ कोन त म त फर्स्ट टाइम हो यहाँ खोइ स्टुडेन्ट पछि हामीलाई नि बोलाउनु है तिम्रो साहुलीलाई भन दाइ नमस्ते ए ल हजुर दाइ नमस्ते ल ए दाजु फुपू ए होला स्टार्टिङ भयो रेकर्डिङ भयो यो कहाँबाट लिएको छ दाइसँग सब सामान हुँदै रहेछ ए हो यो चाहिँ यहाँ राख्नु मिल्दैन सानो छ त्यसको पोटे होला ए नाना यता बुहारी नि काट्छ बाजे कसको ए त्यहाँ त्यो पठाउ देखेपछि सबैतिर खिच्दै कस्तो यो होइन यो माथि माथि मात्रै हामी ठिक छ नि मेरो के हो ल ल हजुर सबैको अलिकति अटेन होला डेटा तपाईँलाई मात्रै देखाउनु मन लाग्छ त भन तपाईँलाई मात्रै देखाउनु मन लाग्छ त घुमिफिरि हजुर कता जाने म एकैछिन काकी हेरेर आइदिएँ खाइसकेको त्यो हल्का एक्सिडेन्ट भएको थियो निको भइहाल्यो साइनले ठुलो हुनु चाहिँ सजिलो हुन्छ आज नत्र भए त ढाडै दुख्छ हो नि राज हल्काको भन्ने यिनीहरु है साइनले मजेठो भएर सजिलो हुन्छ अन्त
भेटघाट कार्यक्रम अहिले चाहिँ होइन हाम्रो पिनालाई सालमा छैन क्या छैन। मन हिँड्ने कोही निस्किँदैन क्या केटा। तपाईँ नि हिँड्नुपर्ने रहेछ। सब गाउँमा छ नि त अहिले। गाउँ त भरिभर भएको रहेछ नि अहिले। साकेलामा नजानु हुने गाउँ अब टुडी खेल्नु खेलमा त साकेला त हुँदैन अहिले त। कहाँ हुन्छ त अनि कहिले यसपालिदेखि गर्न नपाउने। कसले भनेको तपाईँलाई? सुरेश दाइलाई सोध्दा सुरेश दाइहरूले अफिसबाट त्यहाँ त ग्राउन्ड बनाउँदैछ। यति नै हो आज भेला भएको। पिनालाखामा जति पनि छैन त मान्छे त अनि। अब तैँले अलिक गरेको भए हुन्थ्यो होला केटा। भएर एकछिन या तिमीलाई म माथि पुऱ्याइराख्छु। आउनु तिमीमा म यहाँ बस्दै गर्नु। म ल्याइदिन्छु तपाईँलाई। त्यहाँ बस्नु। टेबलमा बस्नु तिमीमा। हाडी फुटे पनि छ। यहाँ चारवटा हाडी देख्दैछु। यो फुटे पनि हाडीको रूपमा हामीले हाम्रो टाउको त राख्न मिलेन भनेर छ। यहाँनिर लागेर डङ्ग गरेर पनि फुटेको महसुस गर्नु पर्यो भयो। र छोरीचेलीहरू यतापट्टि आइदिनु पर्यो। छोरीचेली हाडीलाई टच होइन, हाडीलाई फुटाउनै पर्ने भएको कारणले डर किनिदिनु होला। सुशील भति छोरीचेली नामबाट बोलाइदिनु भन्नु नि। एकैजना नामबाट मस्ता गएर भन न। तिमीले चाहिँ ल्याइदिनु होला। पुरस्कार पहिलो नम्बरमा दिदी उल्टो सुल्टो दिन्छ हामी। सिङ्गल कतिको पक्रा छ दिदीको? कसैले ओगाल्ने पनि अब आफ्नो दिमाग अघि लगाएर फुटाउँछु भन्ने एउटा कुरा अगाडि गइदिने ल समस्या चाहिँ होला यताउति पनि एकजना देखि भइसक्यो हो। त्यसो गर्दा हामीले समय पनि अलिकति फपट गरेर बस्ने छोरीचेली बुहारी भाउजू फुपू सम्पूर्ण महिलाहरूको लागि यो चान्स हो। त्यसपछि छोरा मान्छे आउँछ, त्यसपछि भाइ बहिनीको, त्यसपछि समग्र रूपमा नाचगान प्रदान गरेको छ। कुनै जिल्ला पनि हो ल स्टार्ट भएको छ। हामीलाई कसको हातमा रहेको छ है त पुरस्कार कसो हामी भन्नु भयो भतिजे भन्दै हुन्छ। आँखा देख्ने बेला मलाई भएन नि ल ल बाङ्गो भन्दैछ। लक्ष्मी बाङ्गो भनेको है कुरा लक्ष्मी बाङ्गो भन्नुभएको है। लक्ष्मी बाङ्गो ठ्याक्कै दिएको नेता यहाँ छ। ल भाइ राम्रो प्रायः पनि अमितालाई धेरै धेरै धन्यवाद है त। चिन्ता भएको लागि लाग्छ। त्यसपछि कहाँदेखि यो गर्नु हामीलाई भन्दै स्टार्ट गरेर ल ल भति ल लक्ष्मी सिधा
होला है है अहिले हाडी पटक फुटाउनुहुन्छ भने मलाई पनि आशा लागेको छ उहाँको पूर्ण विश्वास केमा छ ठिकै छ अब अहिले साँच्चै फुटाउनुहुन्छ तर अरूलाई पनि भने हेतुले चाहिँ उहाँले फुटाउनु भएको छैन अहिले उहाँको प्रयास राम्रो छ धेरै र हाडी पनि देखाउनु न हाडी कहाँ छ हाडी यता मान्छे यता हाडी चाहिँ यता छ है यता भन्ने फुट्यो त्यस कारणले यहाँहरूको दया अरूलाई पनि चान्स होस् भनेर पक्कै छोड्नु भएको जस्तो लाग्छ नत्र भए फुटाइहाल्नुहुन्थ्यो र बहिनी तयार हुनुहुन्छ बहिनीलाई हिँड्ने भनेर म पक्कै फुटाउँछु है बुढो त्यहाँ भिडियो बनाउने भनेर मेरो भतिजलाई अघि नै आग्रह किने मैले भतिज फोटो खिच्ने तरिकाले फेरि खेल्दै खेल्नु भन्नु होला है फेरि सिधा यताउति भनेर फेरि गर्नु होला इयरबड प्रयोग हुनसक्छ यहाँको इयरबड पनि प्रयोग गर्न सक्छ उतायो भनेर फुटिहाल्छ ल ल ल ल बहिनीले सिधै हाडीको तर्फ जाँदै हुनुहुन्छ आज बहिनीको हातमा नै फुट्छ जस्तो लागिरहेको छ मैले ल लक्ष्मी टेक्दै जाँदै हुनुहुन्छ फेरि हाडी पनि टेक्नु होला है फेरि लगिन्छ हाडी भतिजलाई यहाँ उपरतली देख्न लागिसक्यो अब के गर्ने भिडियो बनाउनु होला भतिज ल है बहिनीले फुटाउनुहुन्छ जस्तो लागिरहेको छ मलाई पक्कै पनि ल है पुरस्कार रेडी गर्दै गर्नु है पुरस्कार कता छ ओहो बहिनीको सिग्नल त सही नै छ तर अलिक बाङ्गो जानु भएको कारणले हुन्छ जस्तो लाग्छ मलाई ल है एकदम सही तरिकाले जाँदै हुनु न भतिज हाँस्दै हुनुहुन्छ है भतिजको हँसाइमा केही रहस्य हुनसक्छ म यतिखेर हाँस्छु यतिखेर अर्को तरिकाले हाँस्छु भनेको हुनसक्छ बुढाले सिग्नल त राम 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 ल भतिज ए भतिजको हँसाइ कस्तो छ है हुनसक्छ नि सिग्नल त बुझ्नु हुनसक्छ के भयो ए भइरहेको थियो भाउजूको पालि है अब त्यसपछि भाइ बहिनीहरूलाई मसिना नानीहरू भन्न लाग्दैन त्यसपछि कलर गेम होला अनि त्यसपछि नाच्ने नानी हो आजको दिन भनेको हाम्रो वंशको दिन भएको कारणले हतार नगरिकन आउनु पर्दछु अझ पानी आउँछ जस्तो लाग्छ तर मैले 4 बजी मात्रै पानी आउनु भनेको कारणले पक्कै आउँछ जस्तो लाग्छ है हामीलाई घामबाट पनि पक्क यहाँनिर बस्न सकिएको छ र कान्छी बुहारी हाम्रो सिक्किम भाइको बुहारीले पनि ट्राई गर्दै हुनुहुन्छ बेस्ट ट्राई गर्नु होला ल पुरस्कारहरू पनि रेडी गर्नु होला नजिक पुग्न सफल हुनुभएको थियो अब करिब लाई अघि मान्छे धेरै बढ्न थाल्यो उता दैन
यसैले भन्छ अब दिव्य दृष्टि अब यति छ यतातिर छ भनेको मनबाट हानी देखेको छ हानीभित्र रहेको जुन पुरस्कार छ मैले भनेको छु अघि नै सिक्नै हुन सक्छ तर के को हो हाम्रो भाइले अफिसियल राख्नु भएको छ है ल नजिक नपर्छ होला है लट्ठी लाग्न सक्छ यहाँ त हिजो न्युज पढेको जङ्गलमा बसिरहेको मान्छेले नै बाघ देखेर बन्दुक हालेर मारेको त यस्तो पनि त अब यहाँ त नजिक पर्नु भएन लिफ्ट भन्दैछ भाइले बसिरहेछ ल है हुनसक्छ अब राइट लेफ्ट लाग्ने भनेर त्यतै त्यतै हामी दुईटा मात्र हात हुन्छ दुईटा लागि राइट भनेर अहिले ठिकै थियो तर मान्छेले सम्झिनु है एक्जाममा पनि उल्टो सिकाउँछ कम्प्युटरले म पहिलो दोस्रो भने सेकेन्डलाई अब पहिलो दोस्रो उल्टो सिकाउँछ किनभने पठाउनु पर्यो नानाको चाहिँ क्यालकुलेटर मुक्त है नापे ल्याउनु भएको त फुटाउनु पर्छ अब मनले खाने भनेर ल यो तपाईँले अर्को पनि पछाडि भइरहेको अवस्थामा सजिलो हुन्छ क्या अर्को पनि पछाडि जीवन भति देखिरहेको अगाडि अर्को देखिरहेको हुन्छ क्या छिटो हुन्छ दुईटा लक्ष्य सधैँ अघि पछि गरेर आउनु मिल्छ जीवन भति त्यसैले अर्को पनि पछाडि लक्ष्य सधैँ पठाउनु हुन्छ है तर अब लडाइँमा फाइदाहरू जुन तरिकाले पठाउँदै एक मिनटको फाइदा हुन्छ अर्को पठाउनु हुन्छ त्यसरी ल भाइ नजिक नपर्छ होला फेरि खप्पर फेरि अलिक चलाउनु होला है आज त माथि हो त फेरि यही तलमा दिनु भने फेरि बुहारीको सोच धेरै राम्रो छ धेरै राम्रो सोच्नु हुँदो रहेछ होला है मान्छेको सोच ठिक छ अब ठिकै छ प्रायः नबस्नु होला है खप्पर भन्दै हुन्छ ठिक छ ल रेडियोमा समय बोल्नुहुन्छ एउटा पछाडि के हुन्छ गाडी ल तपाईँ के खानु भयो पहिलाभन्दा अगाडि बसिसक्नु भएको छ त्यस कारणले तपाईँको सोच लामो छ अघि मैले भनिसकेँ काट्नु भइसक्यो त्यो पहिलाभन्दा अगाडि हालिभन्दा अगाडि बढिसक्नु भयो है सुनियाले बनाइदिनु होला अब त्यसपछि लगातार कस्तो अर्को एक मिनटको भागमा के फरक पर्दैन ल एक मिनटको भाग परेर पठाउनु नभएर फेरि एक राउन्डले पनि लामो भयो ल उहाँलाई कन्टेन्ट साथ आउने हुन्छ हाम्रो बहिनी के बहिनी हुन्छ ल बहिनी एकदम कन्टेन्ट साथ हो ल अहिले ठिक छ यसरी जोडेर छिटो पनि हुन्छ ल बहिनी है त एक राउन्ड गरेर पुग्छ यति लामै छ हुन्छ एक राउन्ड गरेर पनि खेल्दै हुन्छ भोलि हाम्रा तपाईँले भन्ने धेरै लामो छ अगाडि छ ल छिटै आउनु होला ल बत्ती ल अरूलाई बाबु लाई पहिले आउनु होला एक मिनेटमा नजिकमा बस्नु होला तपाईँ हुन्छ ल पुरस्कार यति होला पक्कै पनि पुरस्कार नजिक हुनुहुन्छ होला है ल पुरस्कार पाउनु भयो उहाँ हारीभन्दा अलिक अगाडि बढेको कारणले ल ठिकै थियो उहाँले आँखा एकदमै गाह्रो भयो चस्मा लागेको कारणले समस्या हुन्छ चस्मा दिएपछि सिग्नल मिलेन जोस प्रयास राम्रो छ भाउजू पछाडि अर्को कोही हुन्छ रेडी अवस्थामा एक मिनेटमा फाइदा हुन्छ एक फाइदा एक राउन्ड हुन्छ ल किन राउन्ड भयो भाउजू यो पक्कै पनि भाउजू यो भाइ फुटाउनु हुन्छ भन्दै र पुरस्कार दिनको लागि चाहिँ म हाम्रा सङ्घीयता जोइने म अगाडि जित्न चाहन्छु पक्कै हामीले फुटाउनु हुन्छ ल आउनु भाउजू सिधै जीवनभरि अर्को जग्गा पढियो भने एक मिनेट फुटाउनु हुन्छ केही फरक पर्दैन पछाडि गएर पाइहाल्नुहोस् भाइ नजिक भन्नु होला के तपाईँको खबर गर्नु परिरहेछ हेर्नुहोस् होइन हाम्रो तपाईँको निधार पनि हाल्नुहोस् त्यसपछि मैले हेरेको छुँदैछ है ल भाउजूको बेस्ट ट्राई पनि गर्नुभएको छ धन्यवाद भाउजू सामेल हुनुभएकोमा र आउँदै हुनुहुन्छ हाम्रो फेरि उताबाट ल यसपछि सही पारी ल आउनुहोस् उपर कति हुन्छ सही आएर हाल्ने है अहिले खुट्टाले छोडेर अप्ठ्यारो हुन्छ नि ल आउट भयो उहाँ चाहिँ हाडी पहिलाभन्दा बोलाएर हाडी भन्नुपर्ने हुन्छ अगाडि बढ्नु भयो है ल प्राइज आउनुहोस् ल गाडी शैलीको ट्राई ल बेस्ट ट्राई ल सिधै हाडी त भने आएको त तरिका ठिक छ भने हाम्रो तरिका कस्तो अब कहाँ कहाँ भनेको होला तरिका भनिन्छ छोरी बहिनीहरू अगाडि होला ल पुरस्कार एकै कदम फुट्यो लगाइदिनु न फेरि ल तयारी अवस्थामा होला दाइ सबै भाउजू हुनुहुन्छ है भाइले दाइले पुरस्कार खानुहुन्छ तर भाउजू है कतातिर हान्नुपर्ने हो दाइ माथि भन्छ
Kalau kita berada di mana? Kalau kita kita kita. Lala, espasi. Ya, lagi sekali pada seperti. Hari mana lagi bersebut? Ada, di mana? Pada sini. Nah, kau nanti. Kalau seperti itu. Nah, nah. Ya, sampai yang mana? Nah, pergi lagi. Tidak pakai. Ada lagi tadi. Let's take it. Kakak, tadi. Nah, nanti, lihat sekali kalau punya bola. Tulisannya, unika, layout. Kalau kita tahu ini. Ini kakak, ada apa macam cip itu lagi. Sini, kamu kita baca. Ada. Nah. Lalu bapak kalian yang boleh sudah bisa, tapi kalau lalu, dengar betul, ready, ayo. Tinggal berapa? Betul, ini bapak kalian waktu singgah pakai mana semua? Kalau belum sudah semua. Sekarang ni, mulai saya sama lapor dengan pertama. Ada terus lapor tu tadi. Akhirnya aku hantar, ini benar lagi jadi. Orang berada tu lain ada. Akhirnya aku baru putus satu. Itu sekali. Jangan singgah begini, sekarang sama. Ada. Lu baik-baik kan lebih susah. Ini kan boleh dah. Jadi kalau tak, kalau dia masalah punya kalau lucu, kita tahu. Kita tahu mana. Bersama cerita. Nama kita bagaimana ini? Kita saya kita kiri, lucu ni. Kita ada. Ayo dengar. Itu pilih pabrik dengan itu berapa ni? Jangan lupa ni. Polda tu nak suruh sembuh balik. Dia tadi nak cek ni ayo. Itu ada tu ajib. Oh, itu dia. Balik. Shot. Apa tu kita? Aha. Lain dengan tu. Ada lagi kita. Ada ni. Kita try dengan dengan. Ada dulu. Lalu bahasa kesalahan mana tu? Betul. Kan kita buat mana kita pasang baca. Kita ada. Nama yang baca. Lain sekali apa kita nak baca? Sampai baik. Apa kita bayar anda? Kita bayar anda. Kakak tu. Baru, bayar anda. Sudah bayar. Lain. Kita bersama dua sekali kan? Soal anda. Kita bersama soal anda. Betul berapa kita buat? Ayo sana. Mesti kita dah buat ni. Kita ini kalau bayar. Jadi, ayah ada yang ada sama siapa yang lagi. Bila lagi pagi esok. Bila lagi pagi esok. Solo step kan kalau dia plat. Solo step. Ini apa step? Satu baik. Kakak lalu berkata, apa? Saya mana? Lain, apa? Kira-kira nombor kita. Nombor kita sini kali kalau ada tadi. Berapa ni? Lebih baik berapa kira? Apa betul? Lain. Sini ada yang saya lain. Apa? Saya pakai sendiri ke pasal awal ni, betul. Bukan lain. Di sana tiga kita, ali kati. Dia orang bagus saya itu lain. Berarti saya semua lain. Lebih baik lagi. Apa ni? Sebel. Malam boleh tak? Lain. Nama lagi. Nah, betul deh. Hari kita berapa lama betul tak? Aduh, jangan bapak hari kita mau betul hari ni orang. Mana betul betul. Nah, hari kita kalau tak tahu, hari kita pun tu saya jumpa lagi. Nah, kita boleh pun. Kita boleh banding lah. Ada apa ini macam kakak lagi? Mana mereka nama lagi nama. Mana nama? Lepas itu, kami itu hari yang berapa itu? Hari macam mana betul ni? Kami itu sini ni, kita boleh kita boleh hari boleh kita boleh ni. Kita hari boleh. Kita tu. Apa kau ni? Apa nama ni? Mata kita nak kerja sini ni. Apa saya mana? Kan? Nah, terus bayar dulu kan? Tadi. Ada lagi. Ada kacau itu. Ini. Kakak tu tadi dalam sekitar ini. Dia sekarang lagi pada betul. Sudah. Jangan. Ini.
gagal ini. Put. Ini kan apa? Gagal ini apa? Terus apa? Bagi mari mencoba dulu, bisa? Betul sih. Bagi mari menggunakan asyik tadi. Baik saya bisa. Kalau saya sekarang perbaikan yang baik dan betul betul. Boleh bagi mari sampai saya. Sampai saya pengen berdekat. Angin sepatu. Sampai baik dan Oke, sekarang mana ini masih masih kotor kan? Sampai mana? Jangan ada. Itu juga berapa ini? Baik, sampai saya sudah. Sampai mana? Nah, kita lihat ini lagi. Baik, nah, terus berjalan. Berjalan, berjalan. La. Lagi. Sudah dah. Aduh, mari saya punya apa? Cepat sudah sudah. Baik. Ini, satu kali tinggal teman. Sampai. Sampai baik. Sana, buri kata Kami tadi sama-sama dulu. Karena penting yang lain. Baik, mantan tidak bisa. Mantan tidak bisa. Mau izin mana siapa? Tidak. Islam aja kan? Kira?